फेब्रुअरी 8 तारिकबाट सुरु हुने T20 वर्ल्ड कपको लागि नेपाल क्रिकेट टिमको तयारी सुरु भइसकेको छ। 1 महिनासम्म नेपाल क्रिकेट टिमले फिटनेसमा ध्यान दिएपछि फाइनली आजबाट चाहिँ नेपाल क्रिकेट टिमले ब्याटिङमा ध्यान दिएको छ। नेपाल क्रिकेट टिमको लागि ब्याटिङ एकदमै इम्पोर्टेन्ट थियो, फिटनेस त एकदमै राम्रो नै रहेको थियो। नेपाल क्रिकेट टिमले स्कॉटलैन्डको कोचिङमा र रोहित पौडेलको क्याप्टनसीमा आजबाट होमवर्क म्याचहरू सुरु गरिसकेको छ। नेपाल क्रिकेट टिमले चाहिँ एकदमै राम्रोसँग प्र्याक्टिस म्याचहरू गरिराखेको छ। नेपाल क्रिकेट टिमका कोच स्कॉटलैन्डले भन्नुभएको छ, हामीहरू चाहिँ एकदमै तयार छौँ र 2026 T20 वर्ल्ड कपमा चाहिँ एकदमै राम्रो पर्फर्मेन्स गरेर सेकेन्ड राउन्डमा जाने कोसिस गर्नेछौँ भनेर भनिएका छन्। किनभनेदेखि अब कोच जस्तो मान्छेले कोसिस मात्रै भन्न मिल्छ, किनभने हामी फाइनली जान्छौँ 100% जान्छौँ भन्न मिल्दैन। र नेपाल क्रिकेट टिम एकदमै तयार छ, हामीहरू चाहिँ तयार भइसकेका छौँ 2026 T20 वर्ल्ड कप खेल्नको लागि भनेर भन्नुभएको छ। नेपालको वर्ल्ड कप अगाडि कुनै पनि सिरिज नहुने नभए पनि नेपाल क्रिकेट टिमका कोचलाई चाहिँ एकदमै विश्वास रहेछ कि हामीहरू 2026 T20 वर्ल्ड कपमा चाहिँ राम्रो पर्फर्मेन्स गर्छौँ भनेर। नेपाल क्रिकेट टिमका कोच स्कॉटलैन्ड युएसए को कोचिङ गर्दा पनि युएसएमा पनि स्कॉटलैन्डले भनेका थिए हामीहरू सेकेन्ड राउन्डमा जाने कोसिस गर्नेछौँ भनेर। तर कोसिस मात्रै भएन, सेकेन्ड राउन्डमा गएर चाहिँ युएसएले टेस्ट नेसन टिम पाकिस्तानलाई हराएको थियो स्कॉटलैन्डको कोचिङमा। र युएसए अहिले वर्ल्ड कप खेल्दैछ बिना क्वालिफायरको। युएसए क्वालिफायर नखेलिकन अहिले वर्ल्ड कप खेल्दैछ र हेर्न बाँकी नै छ स्कॉटलैन्डको कोचिङमा र रोहित पौडेलको क्याप्टनसीमा कस्तो वर्ल्ड कप हुने रहेछ। 2024 वर्ल्ड कप खेल्दा पनि रोहित पौडेलै क्याप्टन हुनुहुन्थ्यो, तर रोहित पौडेल क्याप्टन भए पनि क्याप्टनसी एकदमै राम्रो थियो। नेपालको फिल्डिङ बलिङ सबै एकदमै राम्रो थियो, तर ब्याटिङै खराब रहेको थियो। र रोहित पौडेल खास गरी क्याप्टनले 2024 वर्ल्ड कपमा 0 पर्फर्मेन्स गर्नुभएको थियो। र कोलाई याद छ साथीहरू, नेपालले साउथ अफ्रिकासँग 1 रनले हार्दाखेरि रोहित पौडेलले 2 बलमा 1 रन बनाउनु भएको थियो। र कमेन्ट्री गर्नेहरूले चाहिँ रोहित पौडेल क्याप्टन आउनुभयो भन्ने बित्तिकै रोहित पौडेल जानुभयो भनेर भनेको थियो। यस्तो भाइरल पनि भएको थियो, क्याप्टन आ गए क्याप्टन चले गए भनेर भनेको थियो। इन्डियन कमेन्टेटरले एकदमै भाइरल पनि भएको थियो। जे भयो 2024 मा भयो, 2026 मा चाहिँ रोहित पौडेलले एकदमै राम्रो पर्फर्मेन्स गर्नुहुन्छ भन्ने आशाका साथ छ। आशा मात्रै नभएर रोहित पौडेलले चाहिँ एकदमै हार्डवर्क पनि गरिराख्नु भएको छ, एकदमै प्र्याक्टिसहरू गरिराख्नु भएको छ टियुको ग्राउन्डमा। र नेपाल क्रिकेट टिमले पहिलो राउन्डका 4 म्याच मध्ये कमसेकम पनि 2 म्याच जितेर चाहिँ नेपाल क्रिकेट टिम सेकेन्ड राउन्डमा गएर चाहिँ फेरि पनि साउथ अफ्रिकासँग खेलेर साउथ अफ्रिकासँग जित निकाल्न सक्छ भन्ने आशा छ हामीहरूलाई। र नेपाल क्रिकेट टिमले 2024 मा साउथ अफ्रिकालाई जितिसकेको थियो। गुलसन झा अल्मलिनुको कारणले नेपालले 1 रनले हारेको थियो। गुलसन झाले अलिकति दौडिन नसकेर होइन कि अल्मलिनुको कारणले चाहिँ नेपालले साउथ अफ्रिकासँग 1 रनले हारेको थियो। नेपालले साउथ अफ्रिकासँग 2026 मा पनि वर्ल्ड कप खेल्न सक्छ। साउथ अफ्रिकासँग 2026 मा पनि वर्ल्ड कप खेल्नको लागि चाहिँ नेपाल सेकेन्ड राउन्डमा जानुपर्ने छ। 4 म्याच मध्ये 3 म्याच जित्नुपर्ने हुन्छ। कमसेकम पनि 2 म्याच जित्यो भने पनि नेपाल क्रिकेट टिम चाहिँ सेकेन्ड राउन्डमा जान्छ। सेकेन्ड राउन्डमा नेपाल क्रिकेट टिम केही गरी गयो भने इङ्ल्यान्ड, इन्डिया, अस्ट्रेलिया र साउथ अफ्रिका जस्तो ठुल्ठुलो टिमसँग चाहिँ म्याचहरू खेल्नेछ। नेपाल क्रिकेट टिमले सेकेन्ड राउन्डमा जाने बित्तिकै फाइनलै जित्नुपर्छ भन्ने छैन। हामीहरूलाई नेपाल क्रिकेट टिम केही गरी सेकेन्ड राउन्डमा पनि गयो भने नेपालले फाइनल जिते जस्तो हो हामीहरूको लागि। 2024 वर्ल्ड कपमा नेपालले एउटासम्म पनि म्याच जित्न सकेन, तर पनि हामीहरूले चाहिँ नेपालको प्लेयरहरू फर्किँदाखेरि वर्ल्ड कप जितेर फर्केको जसरी स्वागत गरेका थियौँ। हामीहरूले क्रिकेट टिमलाई एकदमै सम्मान गरेका थियौँ। तर 2026 मा त्यो हुँदैन, किनभने नेपालले 2024 मा सेकेन्डचोटि वर्ल्ड कप खेलिरहेको थियो र सबै नयाँ प्लेयरहरूले चाहिँ वर्ल्ड कप खेलिरहेका थिए। एउटा सोमपाल कामी भएको थियो, कारणले हामीहरूले वर्ल्ड कप खेल्नु नै हाम्रो लागि एकदमै ठुलो कुरा थियो। तर अहिलेको लागि चाहिँ नेपाल क्रिकेट फ्यानको लागि वर्ल्ड कप खेल्नु मात्रै ठुलो कुरा होइन, वर्ल्ड कपमा गएर ठुल्ठुलो टिमसँग जित्न पनि ठुलो कुरा हो हामीहरूको लागि। र नेपाल क्रिकेट टिमले जसरी पनि सेकेन्ड राउन्डमा पर्फर्मेन्स गर्नैपर्छ, सेकेन्ड राउन्डसम्म जानैपर्छ। र नेपाल क्रिकेट टिमले 2026 अहिले चान्स छ एकदमै नेपाल क्रिकेट टिमको लागि आफ्नो नाम लेखाउनको लागि, टेस्ट नेसन बन्नको लागि, सबैको लागि चाहिँ अहिले 2026 T20 वर्ल्ड कपै छ। योभन्दा पहिला नेपालले ठुल्ठुलो टिमसँग जित्न नसके पनि योपल्ट जित्यो भने हामीहरूलाई भयो। वेस्ट इन्डिजलाई सिरिजमा हराएको छ, अब वर्ल्ड कपमा हराएर देखाओस्। त्यसै गरी एउटा अर्को टिमलाई हराइदियोस्, बङ्गलादेशलाई नै हराइदियोस्, त्यो नै हाम्रो लागि ठुलो कुरा हो। र नेपाल क्रिकेट टिमसँग त्यो क्षमता पनि छ। इन्डिया, अस्ट्रेलियालाई हराउने क्षमता पनि छ बलिङ र फिल्डिङको तर्फबाट। नेपालको भनेको अलिकति ब्याटिङमा प्रब्लम हो। नेपालले केही गरी वर्ल्ड कपमा ब्याटिङ सुधारेर गएर ब्याटिङ राम्रो गर्न सक्यो भने नेपालले अस्ट्रेलियालाई नै हराउन सक्छ, इन्डियालाई नै हराउन सक्छ, इङ्ल्यान्डसँग पहिलो म्याच छ इङ्ल्यान्डलाई पनि हराउन सक्छ। नेपाल क्रिकेट टिमले जे पनि गर्न सक्छ। नेपाल क्रिकेट टिमका ब्याटर चल्दैन, 2 रन 4 रनमा आउट हुन्छ। नेपाल ब्याटर चल्यो भनेदेखि चाहिँ 100 रन 50 रन 60 रन भनेको कुनै ठुलो कुरा होइन। अहिले आएका लोकेश बामले पनि 60-70 रन हानिदिन्छन् चल्यो भने।